कहिलेकाहीँ हामीले आफ्नो नागरिकताको या अरू कुनै आइडीको फ्रन्ट पेज र ब्याक पेजलाई एउटा सिंगल पेजमा कसरी राख्न सकिन्छ, मर्ज गर्न सकिन्छ, त्यसको लागि तपाईले सिम्पल आफ्नो प्ले स्टोर या एप स्टोरमा गएर यो एडोबी स्क्यान भनेर तपाईले सर्च गरेर यो एपलाई तपाईले डाउनलोड गर्नु होला अनि ओपन गर्नु होला। त्यसपछि तपाईले यो एपमा गुगल अकाउन्टबाट, फेसबुक आइडीबाट या एप्पल आइडीबाट तपाईले साइन इन गर्नु होला। मैले चाहिँ यहाँ गुगल आइडीबाट लगइन गर्छु। त्यसपछि तपाईले यहाँ आफ्नो डिटेल्सहरु फिल गरेर तल रहेको यो क्रिएट अकाउन्टमा क्लिक गर्नु होला। त्यसपछि तपाईले सक्सेसफुली यो एपमा साइन इन गर्नुहुन्छ। तपाईलाई यहाँ प्रिमियम प्लानहरुको बारेमा चाहिँ यहाँ भनेको हुन्छ। तपाईले केही गर्नु पर्दैन, तपाईले जस्ट यहाँ माथि रहेको यो क्रसमा क्लिक गर्नु होला। त्यसपछि तपाईले यहाँ पर्मिसनहरु अलो गर्नु होला। त्यसपछि तपाईले यहाँ तल एउटा अप्सन हेर्न सक्नुहुन्छ, आइडी कार्ड भनेर, तपाईले यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईले यहाँ एउटा नोटिस हेर्न सक्नुहुन्छ, स्क्यान द फ्रन्ट देन द ब्याक अफ द कार्ड एन्ड दे विल बी पुट टुगेदर अन अ सिंगल पेज भनेर तपाईले यहाँ ओके मा क्लिक गर्नु होला। अब तपाईले आफ्नो आइडी कार्डको फ्रन्ट पेजलाई यो बाउन्डरी भित्र चाहिँ तपाईले आफ्नो मोबाइलको क्यामेरालाई एडजस्ट गर्नु होला, यहाँ तपाईले मिलाउनु होला। अनि यो एपले चाहिँ अटोमेटिक तपाईको आइडी कार्डको फो बाउन्डरीलाई डिटेक्ट गरेर क्रप गरिदिन्छ। जस्ट तपाईले क्यामेरालाई होल्ड गर्नु होला। क्रप गरेको मिलेको छैन भने तपाईले म्यानुअली यहाँ एडजस्ट गर्न सक्नुहुन्छ। सबै ठीक छ भने तपाईले यहाँ तल रहेको यो नेक्स्ट पेजमा क्लिक गर्नु होला अनि तपाईले आफ्नो आइडी कार्डको ब्याक पेजलाई यहाँ क्यामेरामा तपाईले शो गर्नु होला अनि यो एपले अटोमेटिक तपाईको त्यो आइडी कार्डको फो एजेसलाई डिटेक्ट गरेर क्रप गरिदिन्छ। तपाईले म्यानुअली यहाँ एडजस्ट पनि गर्न सक्नुहुन्छ। यति गरिसकेपछि तपाईले यहाँ साइडमा रहेको यो सेभ पीडीएफ मा क्लिक गर्नु होला अनि यो एपले तपाईको आइडी कार्डको फ्रन्ट पेज र ब्याक पेजलाई एउटै पेजमा यहाँ मर्ज गरिदिन्छ अनि सेभ गरिदिन्छ। र तपाईले यो मर्ज गरेको फोटो चाहिँ तपाईले आफ्नो मोबाइल फोनमा डाउनलोड गर्न सक्नुहुन्छ। यो सेभ एज जेपीईजी भनेको छ, यसमा क्लिक गरेर। त्यसैगरी तपाईले चाहिँ यो मर्ज गरेको फोटोलाई तपाईले मोडिफाई गर्न चाहनुहुन्छ भने तपाईले यो मोडमा क्लिक गरेर मोडिफाई स्क्यानमा क्लिक गर्नुभयो भने यहाँबाट चाहिँ तपाईले यो फोटोलाई चाहिँ तपाईले एडिट गर्न सक्नुहुन्छ, मोडिफाई गर्न सक्नुहुन्छ। सो यसरी सजिलैसँग तपाईले आफ्नो नागरिकताको या अरू कुनै आइडी कार्डको फ्रन्ट पेज र ब्याक पेजलाई एउटै सिंगल पेजमा तपाईले राख्न सक्नुहुन्छ।